नेपालका 14 अञ्चल 75 जिल्लाहरूमध्ये कर्णाली अञ्चलभित्र रहेको मुगु जिल्ला विकास र यातायातको पहुँचबाट टाढा भए पनि यहाँका प्राकृतिक, धार्मिक र सांस्कृतिक परम्पराले छुट्टै मौलिक सुन्दरता बोकेको छ। दुलही सिगारिए झैँ सिगारिएका मनलाई नै आनन्दित तुल्याउने गरी बनेका यी हिम शिखरहरू साँच्चीकै कुनै सिपालु कालीगढले खुब मेहनत लगाएर बनाए जस्ता देखिन्छ। चाख लगाएर हेरिरहँ लाग्ने यी नाचिरहेका फुलहरूमा आँखाहरू एकोरिन खोज्छ। 100 थरी सुन्दर फुलहरूले मनलाई त आनन्दित दिन्छन् अझ ती सुन्दर फुलहरूबाट निस्किने मिठो सुगन्धले हिमाललाई नै बास्नादार बनाइराखे। हे ठाकुर जिउसी रानी राकी अवसराकनाई किन भई बिराइनी मेरा जन्म्याई जराम थातै। यी सुन्दर हिमाल र पाटनहरूमा विभिन्न जडीबुटीहरू जस्तै पाँचौले, हिमखारो, गोकुलधुप, कटुको, तितो, डङ्किनी च्याउ, भुत्केश, घोडमच्या, गोन्धेनु जस्ता पत्ता नलागेका बहुमूल्य जडीबुटीहरूको भण्डार नै मान्न सकिन्छ यो ठाउँलाई। सदरमुकाम गमगढीदेखि थोरै तल अवस्थित चैन गाउँमा रहेको मन्दिरबाट गाथ लिएर जर्नै पूर्णिमाको दिन धामी, झाँक्री, पुजारी र दर्शालुहरू विशेष तरिकाले जाने गर्दछन्। दर्शन गर्न जाँदा र आउँदा यो चैन मन्दिरमा महिलाहरूले मागल गाउने पुरानो चल्ती रहेको छ। यस जिल्लामा रहेका विभिन्न धार्मिक स्थलहरूमध्ये छायानाथ, ऋषिमच्छे र थार्पामस्टो मुख्य मानिएका यहाँका धार्मिक स्थलहरू हुन्। 100औं शताब्दीभन्दा पहिले बनेका यी पत्थरका मन्दिरहरू अहिले पनि जस्ताको जस्तै छन्। भक्तालुहरूको घुइँचो लाग्ने यी देवस्थलहरूमा स्वच्छ मनले यहाँ दर्शन गर्न आउँदा मनले चिताएको पुग्ने यहाँको पुरानो आफ्नै मान्यता रहेको छ। यस ठाउँमा थुप्रै जिल्लाहरूबाट हप्तौं महिनौं पैदल हिँडेर दर्शन गर्न आउने मान्छेको चाप अत्याधिक बढेको देख्न सकिन्छ यो ठाउँमा। पहिलो वर्ष वर माग्ने र मागेको मनोकांक्षा पुगेपछि अर्को वर्ष पञ्चो, दियो, शङ्ख, घण्ट, सुन, चाँदीसम्म यो मन्दिरमा चढाउने गर्दछन् भक्तालुहरूले। यी काँपिरहेका धामी झाँकीहरू आफै नाचेका होइन,
जब देवता आत्मामा पस्छन् तब यी मानवहरू अचेतनमै रही देवताको शैली कोट्ने गर्दछन्। यो ध्रुव सत्य हो। झट्ट हेर्दा आन्दोलन जस्तो देखिने त्यो दृश्य अचम्म नलाग्ला भन्न सकिन्छ। हिमालको शिरमा रहेका यी देवस्थल र सुन्दर तालहरू हेर्दा साँच्चीकै देवताले आफ्नो लागि सुन्दर स्थल रचेर बनाएको जस्तो लाग्छ यो ठाउँलाई। यो थापा मस्तो। यहाँ पनि निकै टाढा टाढाबाट भक्तालुहरू आएर पूजा गर्ने गर्दछन्। वैशाख पूर्णिमाको दिन यो मन्दिरमा लिङ्गो हाल्ने र पूजा गर्ने चलन। दुर्गम जिल्ला मुलुकको यातायातको स्रोत साधन भनेको हवाईजहाज मात्रै हो। सदरमुकाम नजिक रहेको यो ताल्चा विमानस्थल झन्नै 23 वर्षको कठिन निर्माणपछि सुचारू भएको हो। यो विमानस्थलमा अहिले हप्तामा सरदर 5 देखि 15 फ्लाइटसम्म अवतरण गर्ने गर्दछ। नेपाल वायु सेवा, राष्ट्रमण्डप, पोमा एयर, तारा एयर जस्ता हवाईजहाजहरू नेपालगञ्ज, झाँदा र प्रेमनगर सुर्खेतदेखि यहाँ अवतरण गर्ने। अहिले यो विमानस्थलमा यात्रुहरूलाई आरामदायी बसाइको लागि सुविधायुक्त होटेल र लजहरू निर्माण गरिएका छन्।